हेलो नमस्ते अनि ढोकदिया फेरि पनि स्वागत छ हाम्रो नवीन सादी भ्लगमा। म छु नवीन र यता हुन्छ सादी। अनि आज हाम्रो नयाँ गेस्ट हुनुहुन्छ मिसेस प्रज्वला। नमस्ते सबकोटा र आज हामी जाँदैछौँ कहाँ रे? बोटनी बे बीच जाँदैछौँ आज हामी। वेदर यस्तो राम्रो छ वेदर, कुरै छोडिदिउँ होइन। ब्युटिफुल। अनि बाई द वे आज पनि हाम्रो के अरे प्रज्वलाजीले छुट्टी लिनुभएको। मेरो छुट्टी नै पर्यो अनि सदीक्षाजीको त स्याटरडे सन्डे अलवेज छुट्टी नै हो होइन। अनि त्यही भएर हामी आज जाँदैछौँ हाम्रो समरको फर्स्ट प्रपर ट्रिप अनि बिचमा पनि फर्स्ट हामी जाँदैछौँ। र हामी होइन सेकेन्ड हो प्रजुको, तर उता स्यान्डी बिच गएको छैन नि त। प्रजुको चाहिँ प्रपर फर्स्ट। अनि कुरा के हो भने हामी फेरि 3 जना मात्रै जाँदैछौँ। यसपालि हामी धेरै जाँदैछौँ, जम्बो टोली जन्ती गए चाहिँ जाँदैछौँ हामी बस लिएर 40-50 जना मान्छे। कसैले कसैलाई चिनेको छैन, 1-2टा फ्यामिली बाहेक कसैलाई चिनेको छैन। अनि हामी सायद 2टा कि 3टा यस्तो हुन्छ कि समरमा एउटा आफ्नो ग्रुप कम्युनिटी जो चिनेको मान्छेहरू हुन्छ नि, एउटा अब कोही संस्थाले भनौँ त्यसोले अर्गनाइज एभ्री इयर गर्छ कि डिफ्रेन्टहरूले गर्छ। अब कोसँग जाने भन्ने चाहिँ आफ्नो चोइस हो नि त। नट लाइक कसो नेपाली त्यो नेपाली समाज युके नेपाली इन द युके के भन्ने ग्रुपहरूले साउथहरूतिरबाट पनि गरेर हुन्छ रेगुलरली होइन। पहिला म 2-3 चोटि गएको थिएँ यहाँ चाहिँ। अन्त थाहा छैन, तर लन्डनमा चाहिँ स्पेसली त्यसरी जान्छ क्या मान्छेहरू धेरै। अनि फ्यामिलीहरूसँग गाडीहरूमा जान नि बच्चाहरूलाई रमाइलो भनेर त्यो एउटा फ्यामिली मात्रै जाँदा, स्पेसली समर हलिडे स्कुलको हलिडे भएपछि कि जुलाई यो विकबाट सुरु भयो होइन स्कुल हलिडे। अनि जुलाई टु अगस्तको सम्ममा चाहिँ समहाउ फ्यामिलीहरूले चाहिँ प्लान गर्छ कि कोच हायर गरेर यता चाहिँ इन्डिभिजुअल मान्छेले नि गर्नु पायो नि होइन। म अर्गनाइज गर्छु भनेर मेरो ग्रुपमा वर्ड अफ माउथ फैलाउने। अब सबैले म जान्छु भन्छ। अब कतिजना हुन्छ अनि ल कन्फर्म यतिजना 30जना जाने 50जना जाने भनेर अनि कोच हायर गर्ने अनलाइनबाट यतिजनाको कोच हायर भनेर गर्ने। अनि उनीहरूले प्राइस दिन्छ, कोटेसन दिन्छ अनि डिभाइड बाई 50 गरिदियो कि। सपोज अब 1000 पाउन्ड पर्छ त्यो दिनको भन्यो भने 1000लाई डिभाइड बाई 50 गर्यो अनि त्यो फ्यामिलीलाई यति पर्यो है पर हेड भनेर भन्ने क्या। ओके भनेपछि आज गरेको नि त्यस्तै त हो नि। अनि यसमा चाहिँ फेरि कसैलाई बेनिफिट हो पैसा खाने मेरोलाई धेरै गर्ने भन्ने चाहिँ नेपालको जस्तो चाहिँ हुँदैन फेरि यहाँ चाहिँ। त्यस्तो यहाँ चाहिँ अर्गनाइज गरेँ मैले, म फ्रीमा जान्छु भन्ने पनि हुँदैन। एभ्रीबडी इक्वल्ली नै पे गर्छ कि। एकदमै क्लियर हुन्छ यहाँ चाहिँ, त्यस्तो लप्पन छप्पन चल्दैन यहाँ। अनि यो चाहिँ नेपालको वनभोज जस्तो सबैले घरबाट खानेकुराहरू बनाएर ल्याउने हुन्छ नि। आफ्नो ग्रुप मिल्या हुन्छ, प्रायःले खानेकुरा बनाएर ल्याउने, बस्ने, खाने, गेम्सहरू खेल्ने, त्यस्तो गरेर होल डे बुक गरेर हुन्छ क्या। अनि हाम्रोबाट चाहिँ मैले बनाएर ल्याएको छु नि फेरि। मेरो सेफ मैले हिजो बनाएर लिएर हाम्रो लागि भन्नु पर्यो नि त। त्यो प्रज्वलाजी पनि काममा, उहाँ त झन् आज बिहान 1 बजेर 12 मिनटमा घर आउनु भएको थियो होइन। अनि सुतेर अनि उठेर अहिले जाँदै हुन्छ, कति गाह्रो होइन। अनि सदीक्षाजीको नि काम थियो, काम पछि फेरि साथीहरूसँग डिनर पार्टी थियो। मेरो प्रपर विकेन्ड हो। त्यसपछि मैले पकाएको, मैले आनन्दले पकाएको। म लाइभमा पनि बसेको थिएँ पकाउँदाखेरि, कतिले देख्नु पनि भएको थियो होइन। मिठो के पकाएको छ भन्ने चाहिँ के पकाएको थियो भन्ने चाहिँ अब त्यहाँ गएपछि खाना थालेपछि अनि थाहा हुन्छ ल। अनि त्यस्तो छ। र वेदर आजको टेम्परेचर अहिले त 17 होइन, अहिले त 17 छ। अनि त्यसमा पनि अहिले बिहानको लगभग 7:20 जति भयो। तर अब डे हुँदाखेरि त मिड डे हुँदाखेरि त बढिहाल्छ है। त्यो छ। होपफुल्ली दामी हुनेवाला छ, रमाइलो गर्नेवाला छौँ। अनि एउटा सानी नानी छ, गुन्टुरी नानी, खतरा नानी। सायद उसँग म टिकटक पनि बनाउँछु।
देखा पनि छ, मैले रिपोस्ट गरिरहेको हुन्छु उसको टिकटकहरू चाहिँ। अनि खतरा छ, उसले बनाउनुपर्छ भनेर भनिरहेको छ, त्यही भएर बनाउँछौँ पनि। र त्यसरी हामी जाँदैछौँ अहिले। र बाहिरको भ्यू चाहिँ यस्तो छ अहिले, बेसी छ अहिले, त्यति क्लियर छैन तैपनि। अब यो भनेको एकदम खतरा हो, पर्फेक्ट वेदर भयो। यो एकदमै भइदियो भने बाँच्न सकिन्छ। त्यस्तै हामी हिजो यही कुरा जाँदैछौँ। गर्दाखेरि किन आज हाम्रो कामकोबाट नि समर पार्टी छ कि, अनि म चाहिँ अब यो बुक पहिले गरिसकेको थियो, अनि म आउँदिनँ भने, अनि कहाँ जानु लाग्यो भन्यो, अनि सुज इङ्ग्लिस होइन, कहाँ जानु लाग्यो भन्यो, अनि यो यसरी जानु लाग्यो हामी भनेर भन्यो। अनि त्यस पछाडि यु गट पर्फेक्ट वेदर फर दिस रे होइन। अनि मैले थ्याङ्क गड इट्स ओन्ली 25 भनेर भने क्या। वी बोथ लुक्ड एट इच अदर भनेर क्या, लाइक अ मोमेन्ट हामी डिड वी जस्ट से द्याट भनेर भन्यो। लन्डनमा बसेर 25 थ्याङ्क गड 25 भनेर भन्नुपर्ने दिन आयो कि, नभए त ओ माई गड 25 भन्ने हुन्थ्यो कि, एक्साइटमेन्ट हुन्थ्यो कि। अब चाहिँ ओ माई गड थ्याङ्क गड इज 25 ओन्ली भनेको हामी एकअर्कालाई हेरेको क्या एकछिन, लाइक अ मोमेन्ट अफ साइलेन्स भएको क्या त्यहाँ। अनि यति हाँस्यो एकछिन, त्यसपछि फेरि लाइक यो दिन पनि आयो लन्डनमा भनेर के। साह्रै नै गर्मी छ यो होल मन्थ त गर्मी नै भएर बित्या छ क्या, होल मन्थ है। यो अब जुलाई त सायद यस्तै हुन्छ। त्यस्तै हुन्छ। अब अगस्तबाट सबै चिसो आउँछ होला। अब फेरि अब चिसो भने फेरि म्यासिभ चिसो हुन्छ जस्तो पनि छ। मस्तले स्नोफल भइदियोस् क्या त्यो 2012 को जस्तो, त्यति एङ्कलसम्म आउने गरेर। त्यस्तो भइदिएर हुन्थ्यो नि। गाह्रो हुन्छ, गाह्रो चाहिँ रमाइलो चाहिँ रमाइलो नि। सबै कुराहरू डिस्टर्ब हुन्छ, त्यस्तो नि नहोस्। 2012 होइन, सरी आई टेक इट ब्याक 2010 कि 11 मा 10 जस्तो लाग्छ। हामी अहिले टनलभित्र छिर्यौँ, त्यही भएर यस्तो देखेको छ। यो चाहिँ टनल हो, टनल ग्वार्खोको टनल हो यो गाइज। छ त यस्तो खाले छ ग्वार्खोमा चाहिँ क्या। आउँदा त्यो रोड बन्दै थियो भर्खर। अहिले त अब साँगामा पनि भइसक्यो नि, सागा भने त्यही महादेवको मूर्ति भएको ठाउँनेर पनि यस्तो खाले छ क्या। त्यो तल र माथि रोड थियो होइन, बनाइरहेको देखाएको थियो होइन। त्यहाँ साँगा जाने त्यो मन्दिरमा जानेलाई चाहिँ टनल छ क्या, तलबाट गाडी पास अनि माथिबाट त्यता जाने बनाएको। अनि हाम्रो प्रज्वलाजी चाहिँ अलिकति लजाउनुहुन्छ, त्यही भएर उहाँको फेस त्यति हामीले देखाएको छैनौँ, माइन्ड नगर्नु होला। उहाँकै के अरे रिक्वेस्टमा उहाँले नै मलाई लाज लाग्छ अरे, बरु मलाई बिहा गर्न त्यति लाज लागेन, यो क्यामेरामा आउन त्यति लाज लाग्छ भनेर उहाँले भने। बिल्ला हान्दियो केटोले होइन त प्रज्वलाजी, हो एकदम सही भन्नुभयो किनभने उहाँको भिडियो हेर्दाखेरि उहाँ के अरे बिहामा अनमिनी बेलामा रुनु भएको थिएन भनेपछि त अनि लाजै लागेर हिँड्छ नि त। रुनु भएको थियो त थिएन, पिटी पिटी रहनु पर्ने जस्तो अबको दुलैहरूलाई त। होइन थियो कि थिएन त मलाई थाहा छ। अब त्यो भिडियोमा त छैन। अब भिडियोमा अनि के भिडियोमा देखाएर रुनु त ए भनेपछि त्यो भित्र भिडियो कहिले आउँछ त? हामी यस्तो डेस्परेटली हामी इन्तजार यस्तो- अहिलेसम्म पनि त्यो भिडियो हेरेर अहिले नि रुन आउँछ। तर साँच्ची भन्यो भने त्यो बिदाईको मोमेन्ट चाहिँ अहिले पनि इमोसनल नै हुन्छ मैले जति हेरेर ओभियसली सबैलाई हुन्छ यो होइन, हुँदैन सबलाई हुन्छ यो। अब त्यो भनेको लाइक यु आर डिट्याचिङ योरसेल्फ फ्रम योर फ्यामिली के नानु। त्यो Why do you feel that way? Like मेरो आमा बाबा I'm still there. भाइ रोइरहेको देखिरहेको छ, मलाई चाहिँ अरू रोको देख्यो भने नि म आफै इमोसनल भइहाल्छु नि। त्यस्तो आउँदै थिएन भने कि जो रुन्थ्यो हेरेर सोचेर रुने मान्छे, मलाई चाहिँ कस्तो लाग्छ, मेरो पर्सनल ओपिनियन, आई मे बी रङ होइन, मेरो चाहिँ पर्सपेक्टिभ चाहिँ जब त्यो तिमीलाई ओहो म टाढिएँ भन्ने फिल भएपछि पो रुन आउँछ त। त्यो फिलिङ आउनु नै गलत हो कि मेरो लागि त, किनकि यु वर बोर्न देयर होइन। तिमीलाई किन त्यो घरबाट टाढिएँ भनेर लागिरहेछ कि? इट्स योर्स, जन्मेकै त्यही हो, त्यसरी सोच्ने हो। त्यही भएर सदिच्छाजी त बिहे गरेर आउँदा हाँस्दै आउनु भएको, नाच्दै अनमेन बेला नाच्दै आउनु भएको वा। नाच्दै त होइन, अलिकति नाच्नु त मन थियो तर सबैले ननाच भन्नु नाच्यो नि है। नाच्ने चाहिँ होइन, मेरो सबैले नाच्ने होइन, खिलिल्ला हाँस्ने होइन भन्छ सबैले। मेरो अङ्कल आन्टीहरूले, मेरो फुपूहरूले म ह गरेर हाँस्ने मान्छे, बिचको हाँसो छैन नि त मेरो। अन्त खिलिल्ला गरेर हाँस्ने नि फेरि त्यहाँ अनमनी बेलामा बरु भला त्यो भएर बस्ने रुन नआयो भने भनिदिइहाल्यो कि मलाई ठुलो मम्मीहरूले पनि। त्यस्तो छ हाम्रो कल्चर हो नि त, ठिक छ, मान्नुपर्छ हाम्रो कुराहरू होइन। इट्स जस्ट रेस्पेक्ट जस्तो लाग्छ क्या त्यो भनेको चाहिँ, अर्थक भन्दा पनि।
लु यस्तै छ होइन। अब हामी चाहिँ यहाँ ट्याक्क लाएर गाडी पार्क गर्न आयौँ। अब गाडी पार्क गरेर त्यसपछि यहाँ कोचबाट हामी लाग्छौँ उतातिर, सबैजनालाई भेट्छौँ। हामी आफ्नै गाडीमा जाने होइन। यो छ नि स्पिड चेक गर्ने गाडी हो, ऱ्यान्डमली गाडीहरूको स्पिड चेक गर्ने। त्यस्तो छ कुरो कहानी। ल सी यू एकछिनमा। ओके बोटनी बाई लन्डनमै छौँ। लन्डनबाट बाहिर पुगेपछि चाहिँ अनि कहिले फेरि भिडियो बनाउँदैछौँ हामी। सकिरहेको होइन। हेलो ठिक छ। अब हामी लगभग अब 30 मिनट्समा हामी पुग्छौँ त्यो बिचमा। बिचको नाम छ बोटनी बाई। बोटनी बे। बोटनी बे। रेडी भइसक्यौँ होइन। एक दिन त सुतिसक्यौँ, एक दिन सुतेर एकदम म फ्रेस भइसकेँ। अब म मेरो पेन किलरले नि काम गरिसक्यो, मेरो स्माइल प्याक भइसक्यो। अब मेरो एउटा एकदम पावर न्यापले मलाई एकदम पावरफुल बनाइसक्यो होइन। अब आजको भ्लगमा चाहिँ हामी तपाईँहरूलाई एकदम सरप्राइज। अनि यसरी नै हामी गफ गर्दै गीत सुन्दै जाँदै थियौँ। अनि यो चाहिँ कस्तो राम्रो सिमेट्री रहेछ होइन। अनि वियर्डनेस छ मेरो, एउटा सिमेट्री देख्यो भने चाहिँ कस्तो जाम फोटो खिचौँ जस्तो लाग्छ। अनि मुटीले चाहिँ भूत लिएर आउँछ केटीले भन्छ। अब चाहिँ हामी भेरी क्लोज टु आवर डेस्टिनेसन। यो चाहिँ मैले हेर्ने बित्तिकै चिनिहालेँ। यहीँबाट स्टेसनबाट ओर्लेर हिँड्दै पहिला जान्थेँ म। यो चाहिँ मार्गरेट बिच आइपुग्यौँ हामी। अब यहाँबाट मोस्ट लाइकली 10-15 मिनटको जर्नी बाँकी होला हाम्रो, त्यति धेरै त छैन। अनि बिहानै थियो, त्यो भएर कस्तो क्वाइट कि यो ठाउँ यस्तो क्वाइट देखेकै छैन। योमा चाहिँ आर्टिफिसियल स्यान्ड ल्याएर भरेर बिच बनाएको भन्छ। आइम नट स्योर हाउ ट्रु द्याट इज, तर फन फ्याक्ट एउटा चाहिँ यो ठाउँको यो छ। स्टेसन चाहिँ ठ्याक्क हाम्रो, अब हामीले ट्रन लियौँ नि, हाम्रो राइट साइडमा चाहिँ स्टेसन थियो। यदि हामी ट्रेनबाट आउँछौँ भने भेरी क्लोज टु लन्डन। ट्रेनबाट आउन पनि 1.5 आवर जति मात्र लाग्छ। अब हाम्रो समस्या के पर्यो भने जहाँ हाम्रो बिच जान्छौँ नि त्यहाँसम्म चाहिँ कोचेज आर नट अलाउड। सो वी ह्याड टु फाइन्ड अ क्लोजेस्ट रोड जुन चाहिँ त्यसले बिच लिड गर्थ्यो। अनि यहाँबाट सबै सामानहरू निकालेर हामी यसरी झोली तुम्बी बोकेर अब हामी तल लाग्दैछौँ। अरू बाँकी सबैजना गइसक्यो हो। अघि नै हामी पछाडि बिस्तारै आइरहेको थियो। यहाँ यस्तो छ एकदम यो यहाँ चाहिँ वरिपरि यसरी एकदमै वाइल्डरनेस छोडिदिएको छ। त्यही भएर मलाई बिच एकदम मनपर्ने चाहिँ आजै होला मैले यो बिच यति धेरै प्याक देखेको। म त्यो बेलामा आउँदाखेरि अब अभियसली इन्स्टाग्रामहरूले गर्दा धेरै चिजहरू हाइप्ड भइसक्यो होइन। तर म आउँदाखेरि यहाँ गनेर यहाँको लोकल्सहरू 2-3 जना हुन्थ्यो। अनि त्यो लोकल्सहरूलाई मैले टोइलेट कहाँ छ, पानी कहाँ खानुपर्छ, कहाँ पाउँछ भनेर सोध्नु पर्थ्यो। त्यो बेलामा एउटा बोटनी बे भन्ने होटल थियो, त्यो सिर्फ होटलमा गएर चिप्स किनेर अनि टोइलेट युज गर्थेँ। यहाँ चाहिँ यसो छ, प्रपर स्यान्डी बिच छ। हिँड्न यस्तो गाह्रो छ नि, तर इट्स सच अ ब्युटिफुल प्लेस। अहिले एकदमै प्याक छ, तर अलिक क्वाइट टाइममा आयो भने चाहिँ एकदम रिक्रिएसन टाइपको हुन्छ नि, वाइन्ड डाउन गर्ने ठाउँ जस्तो लाग्छ। लन्डनबाट यतापट्टिबाट कोस्टल वक गर्दै आयो भने यतापट्टिबाट आइन्छ। बिचको साइड कि ओसनको साइडमा वक यति ब्युटिफुल, अलमोस्ट एन आवर चाहिँ लाग्छ। इफ युआर अप फर द हाइक वाइ नट। अनि यो हो मेन एट्र्याक्सन। त्यसमा हामीले फोटो चाहिँ खिचिसक्यौँ त्यसरी। अनि सिगल, ओ माइ गड यति धेरै सिगल मैले कहिले पनि देखाएको थिएन। यहाँ खाना नदिने गरी आउँदो रहेछ। दे हेभ बिन क्लेभर। उहाँहरूको पार्टी चलिरहेको छ। त्यो सिगलले चाहिँ खानासाना सबै थोकै लिएर जान्छ, केही चिज छोड्दैन कसैको पनि। उनीहरूको अब यहाँ म्युजिकको मात्र कमी छ यिनीहरूको गाडी चाहिँ। अब हामी यसो कतासम्म सबैजना हाम्रो साथीहरू खोज्छौँ, भलिबलहरू खेल्छौँ। अनि पछि भेटौँला। सबै बिचमा छौँ। यस्तो राम्रो भ्यू छ यहाँ हेर्न सक्नुहुन्छ। यति दामी यो पानी चाहिँ माथि आउँदैछ अहिले। र हामी धेरैजना छौँ आज। म चाहिँ साइड लगाएर यस्तो फोटो खिचिरहेको भिडियो बनाएको। तर हामी धेरैजना छौँ, 40-50 जना छौँ। एकदम रमाइलो छ यहाँ, एकदमै धेरै भिड छ, एकदम दामी छ।
यो चाहिँ हामी बसेकोबाट लगभग 2.5 घन्टा जति हामी आज कोचमा आएका छौँ। आफूले ड्राइभ गरेर होइन, कोचमा धेरैजना भएको भएर एउटा पिकनिक जस्तै गरी आएको छौँ। यस्तो दामी छ यो चाहिँ। अनि यो चाहिँ मेरो जिग्री दोस्त अनिश सरकार हो। उहाँलाई चाहिँ के भएको हो खोइ कुनी, एक्लै पानी खेलेर बसिरहेको छ बच्चा जस्तै। कस्तो भइरहेछ त? एकदम रमाइलो। अहिलेसम्म रमाइलो भइरहेछ। अब हामी भर्खर गर्दैछौँ यी नेपाली चिउरा खाँदैछौँ हामी होइन। त्यो इन्डियन चिउरा On y croit ou pas, il y aura bien un jour où on n'y croira plus. Un jour ou l'autre, on sera tous bataille. D'un jour à l'autre, on aura disparu. Serons-nous détestables? Serons-nous admirables? Des géniteurs ou des génies? Dites-nous qui donne naissance aux irresponsables. Hein? Dites-nous qui? Tiens, tout le monde sait comment on fait des bébés, mais personne sait comment on fait des papas. Monsieur, je sais tout, on aurait... ग्याङ लिएर आयो। मुटु मुटु सीगल अट्याक भइरहेछ हामीलाई। यस्तो जमेर खाइयो कि होइन। अब एकछिन वकमा गएर घटाउनै पर्ने स्थिति आयो। कोही फुटबल भलिबल खेलिरहनु भएको छ, कोही त्यो के खेलिरहेछ, हामी चाहिँ वकमा निस्क्यौँ। यस्तो रमाइलो गर्दा गर्दै जाने बेला भइहाल्यो। हुन चाहिँ हेर्दाखेरि चाहिँ यस्तो घाम लागेको छ होइन। भर्खर 11-12 बजे जस्तो भएको छ, तर के गर्नु 5 बजिसकेको थियो, हिँड्न परिहाल्यो। फाइनली आज हाम्रो ट्रिप सक्सेसफुल भयो। सक्सेसफुल भएको छ। नोकझोकका साथ नोकझोक त्यस्तो केही पनि भएको थिएन। भइहाल्छ नि अभियसली। सधैँ अनि ह्यापी ह्यापी त हुँदैन। एकदमै रमाइलो भयो होइन। धेरैजना हुनुहुन्थ्यो। बिङ्गो जित्यौँ होइन। त्यो कुरा त छँदैछ। र कस्तो लाग्यो हाम्रो गेस्ट प्रज्वलाजीलाई भन्नुहोस्, हजुरको 2 शब्द जाओस्। एकदम रमाइलो भयो। धेरै धेरै रमाइलो भयो। गेम पनि जितियो। कम्पिटेटिभनेसका साथ जितियो एकदम यो चाहिँ सधैँभरि याद राखिन्छ होला। अनि एकदम रमाइलो भयो समग्रमा भन्नुपर्दाखेरि। ओके छ। अनि चिसो भयो खै भने चिसो भयो। मलाई फुल्ली चाहिँ इन्जोय गर्न पाएन। एकदम अनलकी फिल गरेँ आज, किनभने म जहिले बिच जाँदाखेरि चाहिँ जहिले चिसो स्याट चल्ने, हिजोसम्म एकदम खलखल पसिना आउने गर्मी थियो भनेदेखि आजदेखि चाहिँ एकदम स्याट चलेर गाह्रो थियो। आई फेल ब्याड एज वेल होनेस्टली। तिम्रो लागि साँच्ची नै हो। हिजो म घर फर्किँदासम्म मेरो प्यान्ट ट्राउजरबाट अब स्वेट भएको थियो के। लाइक मेरो ट्राउजरको यो वेस्ट हुन्छ नि, जहाँ वेस्ट एरियामा स्वेट भएर मैले त्यो घर आएर सिधै वासको लन्ड्रीमा हालेको थिएँ क्या। त्यो ओ माई गॉड यस्तो गर्मी छ, भोलि रमाइलो हुने भयो भन्दै। अब आज सबैजना साथीभाइसँग भेटेर सबैजनाले खाना सँगै खाँदाखेरि एउटा नेपालमा भएको जस्तै महसुस भयो। पिकनिक गए जस्तै भयो नि त। बनभोज त्यसमा पनि अझ नेवारी खाजा सेट जस्तै भयो होइन त। अन्त हाइलाइट चाहिँ 12 थियो अनएक्सपेक्टेडली। ओके। यदि हजुर यो भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच फर 12 एन्ड फर यु लभली कुकिङ। अनि सदिच्छाजी हजुर के त अनि कस्तो भयो त हजुरलाई समुद्रमा? रमाइलो थियो। म त गइरहेको पानी पँधेरो वाला ब्रिज थियो। अलिकति विन्डी नभएको भए अलिक वकहरूमा जान अलिकति एक्टिभिटिजहरू गरिन्थ्यो होला। तर रेस्टफुल भयो। बिच गएर सधैँ थाकेर आउँथेँ म भने योपालि बिच गएर रेस्ट गरेर आएको छु कि। लाइक टायर्ड छैन, आनन्दको फ्रेस इन्भाइरोमेन्ट। अनि पानीमा नखेलेर सुत्यो पनि नि त आज, त्यही भएर नि हो कि? पानी बस्टु चिसो बुढो। पानी 4 पनि थियो कि, खेल्ने खालको पानी नै छैन त्यहाँ। अनि टाइड हेर न कस्तो 81 टाइड आउने थियो। सो नट सेफ। मलाई त सेफ फिल पनि भएन त्यो पानी खेल्नलाई। एज स्विमिङ गर्न चाहिँ सेफ लागेन। ओके छ त। अनि मलाई चाहिँ म 5 इयर्स अगाडि आउँदाखेरि फर्स्टचोटि बिच जाँदाखेरि त्यो घामले पोलेर यो पुरै यो हुन्छ नि यो नेकमा अनि त्यसपछि यो हातहरूमा पुरै पाप्रा निक्लेको थियो। त्यस्तो उ थियो होइन। अनि टाउको नि त्यो बेला यस्तो दुख्ने क्या होइन, त्यस्तो भएको थियो। तर अहिले जाँदाखेरि त्यसपछि चाहिँ मलाई
बिच जाँदाखेरि त्यस्तो टाउको दुख्ने त्यस्तो केही हुँदैन अहिले चाहिँ। अनि वेदर पनि समग्रमा मलाई चाहिँ अहिले अब यहाँ यतिको चाहिँ ठिक्क क्या, आनन्द ठिक्क, त्यो जाडो नि होइन गर्मी नि तर चिसो हो तैपनि, तर ठिक्क लाग्यो क्या मलाई, त्यस्तो जाडो फिल भएन मलाई। फर्स्टमा त हुन्थ्यो पहिला तर अहिले अब बानी भइसक्यो, त्यही भएर हुँदैन के अरे त्यस्तो चिसो लागेन। अनि अर्को कुरा भनेको स्पेसली थ्याङ्क यू टु निकोल र अनिसलाई, जसरी उनीहरूले यो अर्गनाइज गरे नि, कुनै चिज पनि अर्गनाइज गर्नलाई सजिलो छैन क्या त्यसमा पनि। अनि बच्चाहरूलाई अनि के अरे लग्नलाई एकदमै गाह्रो हुन्छ क्या, त्यो लगभग 2.5 घन्टाको बाटोमा जाँदाखेरि बच्चाहरूलाई कति गाह्रो हुन्छ होइन त्यो मिलाउनलाई। अनि त्यसपछि यो सबै कुराहरू मिलाएर अनि लग्न लिएर आउन सबलाई सेफली एकदमै गाह्रो छ। मैले भन्नै पर्दा चाहिँ म पहिला नेपालीहरूसँग यो ट्रिप गएको छु नि त, यसरी कपालचोटि गएको छु होइन। अनि मैले डिफरेन्स चाहिँ डिसिप्लिनमा देखेँ क्या, हाउ डिसिप्लिन देयर किड्स आर, हाउ डिसिप्लिन देयर एल्डरली पिपल आर हुन्छ नि। पनि त उहाँहरूकै फिलिपिनोहरूको वरिपरि हुनु त, बट एभ्रीबडी वाज कोही सबैजना एकदम मिल्ने के भन्छ त्यो सद्भाव टाइपको हुन्छ नि। सबैजना हामी नचिनेको मान्छे हो नि त, त्यही पनि हामीलाई एक्सक्लुडेड कसैले फिल गराएन क्या। तर मैले चाहिँ यो कुरा चाहिँ नि एज अ हामी नेपाली कम्युनिटी जो पनि नेपाली बाहिर बस्नु भएकोहरूले आई थिङ्क सो दिस इज समथिङ वी क्यान लर्न। तर एकदम रमाइलो त्यो कारणले पनि भयो कि हामी नचिनेको मान्छेसँग गए पनि हामीलाई, मलाई चाहिँ स्पेसली कुनै टाइममा पनि ओहो भनेर मलाई त्यो डिफरेन्स लाग्यो मेरो चाहिँ एक्सपिरियन्स। ओके हो त्यो पनि। अनि अर्को भनेको चाहिँ अनि फर्किँदाखेरि हामीले गेमहरू नि खेल्यौँ होइन, बिङ्गो त्यसमा प्रज्वलाजीले दुइटै होइन कि एउटा जित्यो, एउटा प्रज्वलाजीले र सदिक्षाजीले बिङ्गो एउटै नम्बर वेट गरेर रहेछ क्या हामीले जित्नु भयो। तर त्यो जितेको चाहिँ त्यो बिङ्गोको कार्ड चाहिँ मबाट लिएर आएको थियो। एक्ज्याक्टली। अब दाल अघि नै हामीले भन्दै थियौँ दाल घिउमा पर्नु र घिउ दालमा पर्नु एउटै कुरा हो। त्यो चाहिँ कति 8-9 वटा थियो मसँग, मैले त गर्नै सकिनँ क्या त्यो, यता हेर्ने यता। अनि अर्को भनेको कोक निकालेर बसिरहेको थिएँ, गाडी चल्दाखेरि कोक यसरी छत्लिन्छ अनि त्यसमा पनि। अनि त्यही भएर मैले उ गरेँ त। यो कुरा गर्दा हाम्रो यहाँ सनसेट हो नि त, ओ के हो यो पुरै डल्लो है, रातो डल्लो। अब देखिन्छ बक्सीमा गाडी स्लो गर्छु, देखिन्छ दामी सनसेट। डलम पुग्ने बेलामा देखिन्छ, कालो छ नि त त्यहाँ। केटीले हेरेकै छैन बाहिर, मिस गरिस् केटी, मिस गरिस्। सो नाइस त्यो बाटोको भ्यू पुरै त्यो सी साइडमा हुने खालको सनसेट आज। यहाँ त सन रहेछ त, उता सन किन नआएको अहिले त्यहाँ? सन त अब उता गएपछि आयो नि, अहिले घर आउँदाखेरि हो क्या, जति ऊ हुन्छ त्यति ऊ हुने क्या, जति बेलुका हुने त्यति क्लियर हुँदै आउने क्या। अनि अब देखिँदैन हामी हाइटमा थियौँ त्यतिखेर। ल यति यो भ्यू होइन। अनि अरू कुरा भनेको त्यही हो, बिङ्गो जित्नु भयो उहाँहरूले। कति पाउन्ड? 47 पाउन्ड 47 पाउन्ड उहाँहरूले जित्नु भयो। अनि त्यसरी हामी आयौँ र चाँडै पनि आइपुग्यौँ। अब उज्यालो त यहाँ 10 बजीसम्म उज्यालो हुन्छ, तर 9 बज्न लाग्यो। हामी 9 बज्दा नै घर पुग्दा हामी ठ्याक्कै 9 बजीसम्म हामी घर पुग्छौँ। यसरी आज हाम्रो दिन बित्यो र सबैलाई धन्यवाद जसले हामीले अगाडिको प्रिभियस भिडियोहरूलाई मन पराइदिनु भएको छ। त्यस्तै गरी नै हाम्रो भिडियोहरू मन पराउँदै जानु होला भन्दै आजलाई यति। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू फर कुकिङ। थ्याङ्क यू फर कुकिङ को म अनिसलाई मात्रै हामीले थ्याङ्क यू, अनिसलाई मात्रै भन्नु नि थ्याङ्क यू, हजुरलाई पनि थ्याङ्क यू। पनि एकदम थ्याङ्क यू सो मच। हामीले सिन्का नभाचिकन त्यो मिठो खाना खानु पायौँ। सिन्का भात्नु पर्दैन, यहाँ नेपालमा मात्रै सिन्का भात्ने, यहाँ सिन्का भाँचेर काम छैन, यहाँ काम गर्नुपर्छ, त्यति हो। ओके सी यू नेक्स्ट भिडियो। बाई बाई। टोक दिया सबैजनाले। बाई टोक दिया। मैले भन्नै पर्दा चाहिँ म
पहिला नेपालीहरूसँग यो ट्रिप गएको छु नि त यसरी कपालचोटि गएको छु होइन अनि मैले डिफरेन्स चाहिँ डिसिप्लिनमा देखेँ क्या हाउ डिसिप्लिन देयर किड्स आर हाउ डिसिप्लिन देयर एल्डरली पिपल आर हुन्छ नि त्यो चाहिँ लाइक आई थिङ्क सो नेपाली हामी एउटा एज अ कम्युनिटी आई थिङ्क सो वी सुड लर्न हुन्छ नि हामी नेपाली भएपछि आई थिङ्क सो वी बिहेभ द्याट वे आई डोन्ट नो होइन तर उहाँहरू पनि त उहाँहरूकै फिलिपिनोहरूको वरिपरि हुनुहुन्छ बट एभ्रीबडी वाज कोही सबैजना एकदम मिल्ने के भन्छ त्यो सद्भाव टाइपको हुन्छ नि सबैजना हामी नचिनेको मान्छे हो नि त त्यही पनि हामीलाई एक्सक्लुडेड कसैले फिल गराएन के तर म नेपालीकोमै ट्रिपमा जाँदा चाहिँ एक्सक्लुडेड धेरैचोटि फिल भएको छ के लाइक एकदमै इट्स भेरी एभिडेन्टली नै फिल हुने गरेर हुन्छ आई थिङ्क सो यो कुरा चाहिँ नि एज अ हामी नेपाली कम्युनिटी जो पनि नेपाली बाहिर बस्नु भएकोहरूले आई थिङ्क सो दिस इज समथिङ वी क्यान लर्न तर एकदम रमाइलो त्यो कारणले पनि भयो कि हामी नचिनेको मान्छेसँग गए पनि हामीलाई मलाई चाहिँ स्पेसली कुनै टाइममा पनि ओहो भनेर डिस्कम्फर्ट अनकम्फर्टेबलनेस चाहिँ भएन मलाई त्यो डिफरेन्स लाग्यो मेरो चाहिँ एक्सपिरियन्स ओके हो त्यो पनि अनि अर्को भनेको चाहिँ अनि फर्किँदाखेरि हामीले गेमहरू नि खेल्यौँ होइन बिङ्गो त्यसमा प्रज्वलाजीले दुइटै होइन कि एउटा जित्यो एउटा प्रज्वलाजीले र सदिक्षाजीले बिङ्गो एउटै नम्बर वेट गरेर रहेछ क्या हामीले जित्नु भयो तर त्यो जितेको चाहिँ त्यो बिङ्गोको कार्ड चाहिँ मबाट लिएर आएको थियो एक्ज्याक्टली अब दाल अघि नै हामीले भन्थ्यो के अरे भन्दै थियौँ दाल घिउमा पर्नु र घिउ दालमा पर्नु एउटै कुरा हो त्यो चाहिँ कति 8-9वटा थियो मसँग मैले त गर्नै सकिनँ क्या त्यो यता हेर्ने यता अनि अर्को भनेको कोक निकालेर बसिरहेको थिएँ गाडी चल्दाखेरि कोक यसरी छत्लिन्छ अनि त्यसमा पनि अनि त्यही भएर मैले उ गरेँ त यो कुरा गर्दा गर्दै हाम्रो यहाँ सनसेट हो नि त ओ के हो यो पुरै डल्लो है रातो डल्लो अब देखिन्छ बक्सी म गाडी स्लो गर्छु देखिन्छ हामी सनसेट डलम पुग्ने बेलामा देखिन्छ कालो छ नि त त्यहाँ केटीले हेरेकै छैन बाहिर मिस गरिस् केटी मिस गरिस् सो नाइस त्यो बाटोको भ्यू पुरै त्यो सी साइडमा हुने खालको सनसेट आज यहाँ त सन रहेछ त उता सन किन नआएको अलिकति अब सन त अब उता गएपछि आयो नि अहिले घर आउँदाखेरि हो क्या जति ऊ हुन्छ त्यति ऊ हुने क्या बेलुका जति बेलुका हुने त्यति क्लियर हुँदै आउने क्या अनि अब देखिँदैन हामी हाइटमा थियौँ ल यति यो भ्यू होइन अनि अरू कुरा भनेको त्यही हो बिङ्गो जित्नु भयो उहाँहरूले कति पाउन्ड 47 पाउन्ड 47 पाउन्ड उहाँहरूले जित्नु भयो अनि त्यसरी हामी आयौँ र चाँडै पनि आइपुग्यौँ अब उज्यालो त यहाँ 10 बजीसम्म उज्यालो हुन्छ तर 9 बज्न लाग्यो हामी 9 बज्दा नै घर पुग्दा हामी ठ्याक्कै 9 बजीसम्म हामी घर पुग्छौँ यसरी आज हाम्रो दिन बित्यो र सबैलाई धन्यवाद जसले हाम्रो अगाडिको प्रिभियस भिडियोहरूलाई मन पराइदिनु भएको छ त्यस्तै गरी नै हाम्रो भिडियोहरू मन पराउँदै जानु होला भन्दै आजलाई यति see you in next video thank you for cooking को म अनि स्टाइललाई मात्रै हामीले भन्नु नि थ्याङ्क यू हजुरलाई पनि थ्याङ्क यू पनि एकदम थ्याङ्क यू सो मच हामीले सिन्का नभाचिकन त्यो मिठो खाना खानु पायौँ सिन्का भात्नु पर्दैन यहाँ नेपालमा मात्रै सिन्का भात्ने सिन्का भाँचेर काम छैन यहाँ काम गर्नुपर्छ त्यति हो ओके see you in next video बाई बाई डोक दिया सबैजनाले बाई भन्दै अलिकति यो भ्यू चाहिँ इन्जोय गर्नु ल फोनबाट खिचेको थियो त्यो घर ओरिएन्टेसन त्यस्तै छ तर यस्तो पिसफुल थियो नि है मुटु हो नि कस्तो दामी थियो अनि बाइ द वे तिम्रो कति वर्ष अगाडि गएको र अहिले खिचेको फोटो थियो नि खै त म टिकटकमा हाल्छु त्यो भनेर आएको हो खिच Enjoy everyone the sound